शब्दहरू चाहिँ प्रभु कम हुन जान्छ किनभने तपाईँको अपार प्रेम तपाईँको सबै कुरो प्रभु आज तपाईँको सार्वभौमिकतालाई जब पनि हामी प्रभु निहारेर हेर्छौँ हामी आफूलाई सानोभन्दा सानो धुलोको कण जस्तै पाउँछौँ तथापि तपाईँले हामीलाई यति धेरै माया गर्नुभएको छ हाम्रो भविष्यको कुरा हाम्रो प्रेजेन्टका कुरा सबै कुरो सम्हाल्नुहुने चाहिँ तपाईँ हुनुहुन्छ तपाईँले हाम्रा सम्बन्धका कुरालाई यसरी ठिक गर्नुभयो प्रभु यो जुन सलोमीको विवाहको समयमा प्रभु साँच्चै नै यो यात्राभरि नै तपाईँले हामीलाई सुरुदेखि अन्तसम्म तपाईँले सफलता दिनुभयो यसको श्रेय तपाईँलाई दिन्छौँ अनि प्रभु जब पनि हामी यसरी बसेका छौँ आज सलोमीको फेरि पनि जन्मदिनलाई हामी हर्षोल्लासको साथमा मनाइरहेका छौँ तपाईँलाई धन्यवाद दिन्छौँ आफ्नो छोरीलाई यो समयसम्म आमाको गर्भदेखि रचेर यो उमेरको पढाउसम्म तपाईँले अनुग्रह गर्नुभयो तपाईँको अगुवाईमा राख्नुभयो सधैँभरि तपाईँको आँखाको नानी जस्तै गरेर सम्हालेर राख्नुभएको लागि तपाईँलाई धन्यवाद आज यो विशेष दिनमा तपाईँलाई धन्यवाद नदिकन हामी सक्दैनौँ प्रभु अनि सलोमीको आप्पा आमाको लागि दिदी भेनाको लागि पनि तपाईँलाई धन्यवाद जसले प्रभु आफ्नो छोरीलाई यहाँसम्म हुर्काएर बढाउनमा प्रभु सबै कुरामा तपाईँले अगुवाई गर्नुभयो सहायता दिनुभयो सामर्थ्य दिनुभयो प्रभु यहाँहरूको जीवनमा तपाईँले आशिष दिनुहोस् प्रभु यसरी हामी जब आज यसरी सबै कुरोहरू मनाइरहेका छौँ यो समय चाहिँ तपाईँले राखिदिनु भयो हामीलाई जीवन दिनुभयो अनि यो समयलाई प्रभु उपभोग गर्ने हामीलाई समय दिनुभएको लागि तपाईँलाई धन्यवाद छ अनि साँच्चै नै प्रभु आज हाम्रो इसाई जीवनमा चाहिँ हाम्रो विश्वासको यात्रामा चाहिँ प्रभु यो शुद्धिकरणको सेन्टिफिकेसनको यात्रामा चाहिँ प्रभु हाम्रो मुक्तिको यात्रामा चाहिँ प्रभु साँच्चै नै यसरी एकता अनि प्रेममा मिलिकन रहनको लागि तपाईँको आत्माले हामीलाई सिकाउनु भएको लागि तपाईँलाई नै धन्यवाद चढाउँछु।